आजको जोसँग हामी यो परिसंवाद गर्दैछौँ त्यसको अतिथि वक्ता हुनुहुन्छ डाक्टर तुलसी भट्टराई। उहाँको पनि म परिचयहरू दिन चाहन्छु। साहित्य राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका डाक्टर तुलसी भट्टराईले भाषा विज्ञानमा विद्यावृत्ति गर्नुभएको छ। उहाँले साझा प्रकाशनको महाप्रबन्धन, गोर्खा पत्र संस्थानको कार्यकारी अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको पदीय जिम्मेवारी सम्हालिसक्नुभएको छ। 2021 देखि विभिन्न कविता प्रतियोगितामा सामेल हुँदै 2025मा पहिलो कथा त्यही रहेछ प्रकाशित गर्नुभयो। उहाँका 3 उपन्यास, 2 यात्रा निबन्ध, 2 यात्रा संस्मरण, 4 सम्पादन कृति, 4 अनुवाद, बिपी कोइराला सम्बन्धी 2 कृतिहरू, जीवनी संगीत लेखन आदि गरेर कुल 27 कृति प्रकाशित भएको छ। राजधानी नेपालका तरुण आदि 1 दर्जन पत्र पत्रिकाका सम्पादन गरिसक्नु भएको छ। डाक्टर तुलसी भट्टराईलाई यो कार्यक्रममा निम्तो गर्नुको पछाडि एउटा सानो घटना पनि छ। यो पारिजात स्मृति गर्दा पारिजातको मृत्युपछि 2051 सालमा जन्मिस भएको। अनि त्यति बेला सङ्कलन गरिएका लेखहरूमध्ये एउटा लेख चाहिँ विशेष रूपले आकर्षक लागेको थियो मलाई। एकदम छोटो वाक्यहरू, शब्दहरू पनि सार गर्ने कविता जस्तो लाग्दैन थियो। अनि बुलेटमा लेखिएको जस्तो बुदागत र को मान्छे होला जस्तो लागेको। पछि परिचय पनि भेटघाट भयो। आज म त्यही तपाईँको त्यति बेला जे तपाईँले लेख्नु भएको थियो सानो प्यासेजहरू पुरा नेपाली वाल्मीकि मूर्धन्य लेखिका पारिजात राष्ट्रकर्म पारिजात सुवासना भएको प्रसिद्ध पुष्प जस्तै नेपाली साहित्याकाशमा आफ्नो साधनाद्वारा सुवास छन्, सफल छन् पारिजात जस्तै अरूसँग नलाजिने आफै पूर्ण समग्र लेखिका। कतिपय लेखक मिल्दा हुन्छ, रचनाहरूबाट मात्र नछुटिने एकै खाले। पारिजात भिन्न छ, उनका रचनासँग अर्को प्रतिस्पर्धी बन्न सक्दैन। लेखन शैली, विचार, भाषा र वाक्य गठनबाटै यो पारिजातको कृति वा रचना हो भनेर छुट्याउन सकिन्छ। आफ्नो युगमा अप्रतिस्पर्धी पारिजात, एक्लो सिङ्गो अध्याय पारिजात। अब मेरो पहिलो प्रश्न के छ भने तुलसीजीलाई, पारिजातजीसँग पहिलो भेट कति बेला भयो र तपाईँले यस्तो खालको धारणा अभिव्यक्ति दिँदासम्म कति समय अवधि, कति घुम्तीहरू पार गरेपछि त्यो ठाउँमा पुग्नु? धन्यवाद डाक्टर मास्के। यहाँ उपस्थित सम्पूर्ण युद्धजनमा हार्दिक नमन गर्दछु। यद्यपि म आफूलाई पारिजात बारेको त्यति ठुलो अध्येता म मान्दिनँ, तर एउटा म पनि साहित्यको पाठकको नाताले सरसर्ती पारिजातलाई मैले जति अध्ययन गरेँ र मैले जति बुझेँ र त्यसका केही आधारहरू मात्र म यहाँहरू समक्ष राख्न सक्दछु। र म विज्ञको रूपमा भन्दा पनि एउटा पाठकीय दृष्टिकोणबाटै मात्रै म यहाँ आएको हुँदैछु। सर्वप्रथम साहित्य परिवर्तनवादी र विकासशील सम्पूर्ण मानव इतिहासको उच्च स्तरीय र महिमायुक्त अभिव्यक्ति हो। यो मानव समाज र सभ्यताको प्रतीक हो। मानव मस्तिष्कको सबभन्दा बढी संवेदनशील र विकासशील पदार्थ हो साहित्य। साहित्य आत्मगत अभिव्यक्ति भए पनि वस्तुगत जगतको प्रतिबिम्ब हो। पारिजातका यी वाक्यसँग म सबभन्दा पहिले पारिजातप्रति हामी श्रद्धाञ्जली अर्पण गर्छु। अब म यो श्रद्धाञ्जलीपछि मास्केजीको यो भनाइसँग म नजिक हुन्छु। मैले पारिजातसँग मेरो धेरै लामो समय बनारस बसेँ। लगभग म 40 सालपछि मात्रै नेपाल फर्केको हुँ र मेरो अध्ययनहरू पनि उतै भयो। तर मैले बनारस छँदैखेरि पारिजातको कृति शीर्षको फुल पढ्ने मौका पाएको थिएँ पहिलोपटक, र अन्य कृति मैले हेरेको थिइनँ। र शीर्षको फुलको लेखिकासँग भेट्ने मेरो नेपाल आएपछि
ठुलो इच्छा चाहना भएअनुसार भवानी घिमिरे एक समयका सम्म त धेरै चिन्नुहुन्थ्यो होला। भवानी घिमिरेसँग मेरो राम्रो सम्बन्ध थियो बनाएदेखि नै म पत्रिका छाप्न जानुहुन्थ्यो र उहाँको साथ लागेर म बाहिर जाँदा भेटबाट आएको थिएँ। यो 42 सालको घटना हो। 42 साल फाल्थ्यो। करिब 1.5 घन्टा जति हामी बस्यौँ। मेरो पहिलोपटकको चिनारी थियो र त्यति बेला उहाँका कुरा गराई अनि उहाँसँग छलफल सम्भवतः मेरो मैले बिर्सेँ अथवा सम्झेँ थियो उहाँ सिगरेट पिउनुहुन्थ्यो। त्यति बेला मलाई त धेरै सम्झना छ। हातमा एउटा छेउमा सिगरेट राखेको थियो र अनि एउटा सल्काएर एउटा पकाइदिनुहुन्छ कि भनेर मलाई सोध्नुभएको थियो। मैले देखेको छुइनँ भने हामी यही कुराकानी गरेर चिया खायौँ। अनि उहाँको त्यो एउटै बसाइको सन्दर्भमा उहाँले जुन कुराहरू गर्नुभयो लेखन केका लागि र हामी मार भन्नुको उद्देश्य के हो त्यो बारे चाहिँ पहिलो पहिचान आफूलाई गर्नुपर्छ। म बसिरहनु भएको त उठेर यताउति गर्नु भएन। हामीलाई मलाई त्यति धेरै ज्ञान थिएन उहाँको शारीरिक अस्वस्थताबारे। अस्वस्थ भएको थाहा थियो तर ह्यान्डल गर्न अलि असमर्थ हुन्छ भन्ने थाहा थियो। र उहाँको त्यो अनुहारको जुन एउटा कोजपूर्ण भाव देखिन्थ्यो र उहाँको बोलीमा जुन प्रकारको चाहिँ एउटा आकर्षण शैली मैले त्यसलाई चाहिँ एउटा राम्रो सन्दर्भबाट लिएँ त्यो पहिलो भेटमा। र त्यसपछि का दिनमा मेरो बिचबिच कहिलेकाहीँ भेट भए र पछिल्लो समय 46 सालको जनआन्दोलन सबैलाई थाहा छ। लेखक कोठाभित्रै बसेर आन्दोलनका कुरा गरेर कोठाभित्रै क्रान्तिकारी कविता गीतहरू लेख्ने लेखकहरूको सङ्ख्या नेपालमा धेरै छ। तर उहाँ आफै घण्टाघरमा एकै पुगेर काँडे घण्टाघर आएर मलाई सम्झना छ 2046 3 गते उहाँले कारोपट्टि चाहिँ आफूलाई चाहिँ गिरफ्तारी दिएको घटना। त्यो बेला उहाँलाई दुईजनाले समाप्ति लगेको त्यो दृश्यहरू लगाउँछ। अनि एउटा त्यो कस्तो भने आफू म कमजोर छु भने कहिले पनि नठान्ने र कहिले पनि आफ्नो कमजोरी नदेखाउने त्यो उहाँको जुन एउटा साहस हो आत्मविश्वास हो त्यो चाहिँ सधैँ अनुकरणीय छ जस्तो मैले ठानेको छु। र त्यस्तो अवस्थामा पनि उहाँको लेखनको जुन निरन्तरता हो। अनि त्यसपछि मैले अध्ययन गरेँ उहाँका कृतिहरू। ती कृतिहरू अध्ययन गर्दै जाँदाखेरि अब हुन त यहाँ मैले अब प्रश्न लामो होला। त्यसरी मैले उहाँ पहिलो चरणमा उहाँलाई पनि पाएँ चिने जाने भन्नु र त्यसपछि म उहाँप्रति प्रभावित भएको। तर अब पार्सेलजीको जुन एउटा यात्रा थियो वैचारिक यात्रा भनौँ वा सृजनाको यात्राहरू त्यो तपाईँ 42 सालतिर 42 सालतिर भेट्नुभयो। त्यति बेलासम्म उहाँ धेरै घुम्तीहरू पार गरेर एउटा मार्क्सवादी साहित्यको कमान्डरै जस्तो भइसक्नु भयो। त्यो अब पाँचजनाद्वारा अध्ययन गर्दै जति उहाँ चर्चित हुनुहुन्छ सिरिजको फुटमा पनि उल्लेख गर्नुभयो। त्यो एउटा निस्वार्थवादी विश्ववादी अवस्थाहरूबाट उहाँ राष्ट्रकालीन अवधिहरू मार्क्सवादतिर जुन आउनुभयो त्यो कसरी हेर्नुहुन्छ? त्यो विकासको यसमा अलि विकासको थिएन कि यसमा मलाई के लाग्छ भने यो समयले र तात्कालीन परिस्थितिले राजनीतिक उतार चढावले अथवा मुलुकका विभिन्न अवस्थाले मानिसलाई परिवर्तन गरिरहन्छ। जुनसुकै लेखक पनि जतिसुकै पछिल्लो चरणमा एकदम खोखार मार्क्सवादी हुँ म त भन्ने किसिमका एक खेलको म जन्मिँदैखेरि मार्क्सवादी हौँ भन्ने खालको भावना कहिले लाग्छ भने मेरो विचारमा त्यो हुँदैन। प्रारम्भमा मानिस एक खालको परम्परालाई नै लिएको हुन्छ। लेखकहरू प्रायः स्वतन्त्रतावादबाट सुरु गरेर अनि अस्तित्ववादी धारतिर जाने यहाँ मात्रै होइन बाहिरका लेखकहरूको त्यो अवस्था देखिएको छ। पछि गएर क्रमशः अनि त्यो बेलाको कुन परिस्थिति आयो र कुन राजनीतिक वैचारिक धाराले उसलाई डोर्याउन थाल्यो प्रभाव पार्यो
त्यो प्रभावलाई ग्रहण गरेर लेखकले समाज परिवर्तनको लागि सामाजिक रूपान्तरणको लागि के गर्न सकिन्छ भनेर कम चलाउँछ। पारिजातको शीर्षक फुलका बारेमा त धेरै चर्चा गरिएको चर्चा मलाई लाग्छ। पारिजातका समकालीनहरू र त्यो बेला अलिकति मार्क्सिय विचार राख्नेहरू समीक्षकहरूबाट त शीर्षक फुल चाहिँ एउटै होइन, दुवै खालको कृति केवल एउटा चाहिँ त्यस बेलाको एउटा परम्परावादी धारमा र त्यो बेलाको समयलाई सहयोग पुर्याउने खालको कृति भने आवाजहरू धेरै ठाउँमा देखिएको गरिएको छ। तर त्यति बेला हामीले हेर्नु पर्यो 2017 सालको घटना पारिजातले प्रत्यक्ष काठमाडौँ बसेर देखेको भएको। त्यति बेला उहाँ युनिभर्सिटी पढ्दै हुनुहुन्थ्यो। त्यो बेलाको स्थितिमा उहाँले विद्यार्थी राजनीतिमा अलिकति बुझिरहेको अवस्था थियो। र त्यो घटना पछाडि अलिकति यहाँको उकुस वातावरण प्रशासन चाहिँ सैनिकरणतिर गइरहेको स्थितिले मान्छेमा के एक खालको एकदम भित्रभित्र उकुस तर बाहिर व्यक्त गर्न सक्ने अवस्था थियो भने शीर्षक फुल लगाएकै कृतिहरू त्यसरी जन्मिएका हुन्। र त्यसलाई चाहिँ त्यो यो केही पनि होइन भन्ने जम्म छैन, त्यो एउटा समयको प्रतिबिम्ब चाहिँ त्यो कृति हो। र त्यसलाई अब कतिले अब निस्वार्थता र अनिश्वरवादी र शून्यवादतिर गएको बौद्ध मार्गको एउटा शून्यवादतिर गएको कृति र अन्तिममा चाहिँ मानिसलाई एउटा केही पनि होइन यो मानिस भनेर अन्तिममा मानिसको जीवनलाई नै निदर्शन तुल्याउने खालको भनाइ त्यसमा जुन आयो त्यो समयले दिएको पीडा हो। त्यो एक खालको समयको पीडा नै त्यो कृतिमा अभिव्यक्त भएको जस्तो मलाई लाग्छ। र त्यो कृति तर त्यसपछि अङ्ग्रेजीमा पनि अनुवाद भयो। मेरील्यान्ड सेटका उसमा चाहिँ ब्लू भएर त्यो अमेरिकी विश्वविद्यालयमा पढाइ पनि हुन्छ भने त्यसले अन्तर्राष्ट्रियकरण पनि गर्छ त्यो कृतिले। त्यस कारण त्यो कृतिलाई आजको दृष्टिकोण हेर्दाखेरि एउटा आफ्नो सन्दर्भमा आएको थियो राम्रो भन्ने मलाई लाग्छ। र त्यो पछाडिका सन्दर्भ जुन उहाँका चाहिँ उतार चढाव हुन् 2026 सालदेखि नै लाभा सबैभन्दा अगाडि अहिले तपाईँले जुन समयको पारिजातको कुरा गर्नुभयो र तपाईँले आफ्नै लेखमा शीर्षक फुलको ताराको मानसिकताहरू बयान गर्दै पनि तपाईँ के भन्नुहुन्छ भने मानिसको जन्माइ नै दुःख पाउनुका निम्ति हो, जीवन दुःखै दुःखले भरिएको लक्ष्य याद यो पनि पारिजातले बनाइरहनु पर्यो। व्यर्थता बीच बचाइ आत्महत्या सर त्यो पनि पारिजातले भन्यो। त्यसपछि तपाईँ के भन्नुहुन्छ भने पारिजातका विचारहरू यसरी आपसमा बाँधिएका भए पनि शून्यता र निस्वार्थताको प्रधानता भए पनि व्यर्थता बीच बचाइ आत्महत्या सर हो यो सिद्धान्त उनीमा लागू हुन्छ। मानिसले केही गर्नुपर्छ, जान्नुपर्छ, चेतनशील भएर समाजका विरुद्ध लड्नुपर्छ, नत्र पशु र मानिसमा के भिन्न यो चिज चाहिँ पारिजातमा थियो। त्यसले उहाँलाई अब म यसरी बोलाउने भने उहाँले विभिन्न कतातिरको सङ्गतका कुन प्रभावबाट जाँदाखेरि समाजमा केही दिन सकिन्छ त यो चुप लागेर बस्नुभन्दा केही गर्नुपर्छ भन्ने उहाँको विचार अनुसार नै यो लालपाको एउटा चाहिँ उसको समात्ने अथवा अनि पछि गएर 30-31 साल 25 सालतिर पार्टीमा सक्रिय रूपमा लागेको घटना या त्यस पछाडिका आन्दोलनहरूमा सक्रिय भएको विभिन्न समुदायहरू गएको कुरा उहाँको राजनीतिक नारा र राजनीतिक नेतृत्वले मात्रै समाज परिवर्तन हुँदैन। समाजको परिवर्तनका लागि सांस्कृतिक रूपमा सामाजिक रूपमा चेतना फैलाउन आवश्यक छ र सांस्कृतिक चेतना फैलाउन सामाजिक चेतना फैलाउनको लागि साहित्य एउटा माध्यम हुन्छ, साहित्य नै त्यसको बाटो हुन्छ भने त्यसपछि उहाँका जति कृतिहरू आउन थाले उपन्यासहरू कथाहरू कविताहरू त्यसमा चाहिँ समाजबोध र एउटा चाहिँ तत्कालीन समयको अन्याय शोषण अत्याचारका विरुद्धका कुराहरूमा उहाँको चाहिँ एउटा चेतना उहाँमा देखिन्छ। अनि उहाँ म चाहिँ के भन्छु भने यो कुनै उहाँलाई राजनीतिक आरोप प्रत्यारोप लाग्नु पर्ने अवस्था छैन। उहाँ जुनसुकै बादमा देखिएको भए तापनि उहाँ मूलतः एउटा समाजबोधी परिस्थितिबोधी र परिवर्तनमुखी लेखिका
रूपमा अगाडि आउँछ। त्यो तपाईँले त्यो पनि भन्नुभएको छ। मैले यो सन्दर्भ किन कोट्याएको भने अब हामी विश्व परिवेशमा हेर्छौँ भने पनि अस्तित्ववादी चिन्तकहरू मध्ये प्रमुख मानिएका सार्क होइन, सार्क आफै अस्तित्ववादी हुँदै मार्क्सवादी र माओवादी पनि भयो होइन। त्यस कारण अब पारिजातको त्यो किसिमको विकास त्यति आश्चर्य लाग्दो कुरा त होइन। मैले नेपालको जुन परिस्थितिहरू थियो होइन, त्यस कारण त्यो एउटा त्यो पक्ष देखिन्छ। अर्को चाहिँ तपाईँले त्यो नारीहरूको यो लेख्नुहुन्छ बढी अध्ययन गर्नुभएको हुनाले पारिजातको विकासक्रमसँगै त्यो नारी पात्रहरू चाहिँ कसरी फेरिदिएको जस्तो लाग्छ? यसो मलाई के लाग्यो भने उहाँ एउटा नारी र आफूले भोग्नु परेका सामाजिक स्थितिलाई आफूले अनुभव गरेका महिला सम्बन्धी नारी सम्बन्धी विचारहरूलाई उहाँले आफ्ना कृतिमा नारी पात्रलाई नै अगाडि सारेर विभिन्न समयका नारी पात्रलाई अघि सारेर उहाँले आफ्ना विचारहरू उनका माध्यमबाट समाजमा ल्याउने काम गर्नुभयो। नारीलाई नै अगाडि सार्ने काम किन गर्ने भने अघि मैले चर्चा गर्दै थिएँ, उहाँलाई एउटा निस्वार्थ रूपमा अथवा निष्पक्ष रूपमा हेर्दाखेरि एउटा समग्र लेखिकाको रूपमा मैले हेर्दा समाजमा जुन जस्ता खालका नारीहरू छन् उहाँले कसरी बनावटी उनी कल्पना गरेर अलिकति यो घटना अघटित कुराहरूलाई मात्र राखेर उहाँ लेख्नु भएन। जो जस्तो पात्र छ त्यो पात्र र कुन पात्र परिवेशमा आएको पात्र छ त्यो पात्रलाई नै उहाँले यथार्थ रूपमा राखिदिनु भयो। त्यसो गर्दा के भयो भने समाज त्यहाँ बोल्ने भयो उहाँ कृतिमा। त्यस पछाडिका उहाँका जुन कृतिहरू आउँछन् मैले यहाँ मोटामोटी लिस्ट हेर्दाखेरि जस्तो यो पात्र सन्दर्भमा आउँदाखेरि उहाँका पात्रहरू नेपाली समाजका चाहे त्यो एउटा जस्तो एउटा कुराको बोझ मान्छेको कि त्यसै गरी चाहिँ त्यो एउटा सामान्य एउटा पार्टीमा बसेको पार्टीको सन्दर्भमा वैश्वको मान्छे होइन त्यो गर्नुपर्ने लाठी त्यसरी भोटिनी केटीको कुरा यहाँ त्यो हेर्दाखेरि र त्यसै गरी उनले चाहिँ अन्य पात्रहरू पनि एउटै यहाँ पात्र छन् जस्तो बोनी गएर चाहिँ अब यो सानो छ कृति चाहिँ कृति सानो छ उपन्यास होला उपन्यासिका भन्ने चलन छ कति सानो हो भने तर अब त्यो आफैमा एउटा सशक्त कृति त्यो एउटा चाहिँ समाजमा उत्पीडनमा परेकी महिला नवधनाट्य महिलाहरूसँग हुँदै गएर पछि कुलतमा फसेर अन्तिममा चाहिँ उनी चाहिँ नि आफै आत्महत्या गर्छिन् लागु पदार्थको लागेर। त्यो के छ भने 30को दशक जुन छ 30 र 40को दशक नेपालमा लागु पदार्थको यो चाहिँ स्वर्ग नेपाल मानिन्थ्यो। यहाँ चाहिँ बाहिर यो खैरेहरू के भन्छ त्यसलाई चाहिँ हिप्पीहरूको पनि यहाँ चाहिँ वर्चस्व भएको र बाटोमा चाहिँ लीला गर्दै हिँड्ने अवस्था हामीले देखाएको थियौँ। त्यस्ता बेलाको चाहिँ सन्दर्भमा सम्भवतः त्यो बेला धेरै महिलाहरूको जीवनस्थितिलाई त्यो अवस्थाले बिगारेको छ र त्यो समग्र नारीको त्यो कोही एउटा एक्लै त्यो छ होइन, समग्र नारीको एउटा सामान्य गाउँबाट आएकी नारी र त कसरी त्यसलाई चाहिँ पछि गएर त्यस्तो अवस्था ल्याइन्छ समाजमा त्यहाँका चाहिँ अलिकति भएकाहरूसँग चाहिँ गर्दा भन्ने कुराको त्यो एउटा उदाहरणले पात्र ऊ चाहिँ समग्र नेपाली देशका त्यो खालको पात्रहरूको चाहिँ एउटा नमुना हुन्थ्यो। र मैले यहाँ राखेको कुरा के भने उहाँले यसरी साधारण व्यक्तिलाई जस्तो पारिभाषिक आँखाहरूमा एउटा बिजुली बिची भन्ने पात्र छ। त्यो बिचरा कामदार एउटा घरमा ल्याएर राखेकी मालीबाट शोषित हुन्छ त्यो कुरा पारिजातले चाहिँ यहाँको समाजमा खासरी अहिले त अलिक कम भयो होला घरमा चाहिँ कामदार राखेको छैन, धेरै हटिसकेको छ, घरमा जानकारी धेरै पाइन्छ अहिले।
तर त्यतिबेला थिएन, भित्रभित्रै कति गुम्सिएर कति मर्थे, कतिलाई मारिन्थ्यो र त्यस्ता यौन शोषणमा पढ्थे। त्यो प्रकारको पनि उहाँले एउटा नौमा त्यो पनि अध्ययन छुटे होइन। समाजमा यस्तो पनि हुन्छ है, कति नारीहरू यसरी घरमा राखेका आफ्नै मालिकबाट पनि शोषित भएका हुन्छन् भन्ने कुराहरू जोडिएको छ। अब यो अन्तर्मुखीको त्यही सन्दर्भ छ। यो सामान्य चाहिँ अदैनिकी जस्तो देखिएको छ, तर त्यहाँको सरला उसले आफूले केही भन्दिनँ बाहिर, तर डायरी लेख्छन् आफ्नो चाहिँ विद्रोहलाई डायरीमा चाहिँ गएर बोल्न सकिँदैन। डायरीले बाहिर बोलेर हिँड्न सक्ने अवस्था छैन, तर विद्रोह त छ भित्र। त्यो विद्रोह चाहिँ उसले डायरीको माध्यमबाट लेखेर देखाएको छ भन्दाखेरि यो एउटा कुनै लाग्छ होला नारीको सन्दर्भमा। त्यसै गरी एउटा कुरा सोध्नु है, तपाईँले अघि यो नारी पात्रहरूको कुरा, साहित्यहरूको सृजना, समाजको यथार्थ झल्किँदै समाज परिवर्तनको सन्दर्भमा पनि कुरा ल्याउनु। त्यसरी हेर्दाखेरि पारिजातका नारी पात्रहरू छन्, एउटा चाहिँ त्यहाँको स्थितिलाई बयान गर्ने खालको छ। तिनीहरू उत्पीडित छन्, तल्लो पिरमा छन्, डिह्युमनाइज छन्, अमानवीकरणहरू भएर बसेका छन्। त्यसको पनि त्यतिखेर सशस्त्र जीवन छ। कतिपय पात्रहरू चाहिँ विद्रोही गर्ला कि जस्तो भने फेरि छोडिदिने होइन। अब शिरीषको फुल जस्तै उनको एउटा चलाउँदाखेरि सकम्बरी त्यतिकै पहिलाएर जान्छ। अरू पात्र चाहिँ जो चाहिँ सुवालीहरू जस्तो होइन, बाघिनीहरू जस्तो तलबाट आउँछ, सङ्घर्ष गर्छ, स्थितिलाई फेर्नको लागि अगाडि बढ्छन्। कस्तो देख्नुहुन्छ तपाईँ यसको नाम? कतिपयहरूले चाहिँ सकम्बरी जस्तै भइरहोस् बाहिर जाँदा। अब सकम्बरीको अघि पनि कुरा हो कि सकम्बरी लेख्दाखेरि ऊ पात्र हुँदासम्म विद्रोह गर्ने स्थिति धेरै नेपालमा। विद्रोह बोल्न धेरै गाह्रो अवस्था थियो 25 सालतिर। त्यति बेलासम्म चाहिँ बाहिर निस्केर बोल्ने स्थिति थिएन र भित्रभित्रै उस मुखलाई नै एउटा त्यसै परिवर्तन र आफ्नो लेखाइमा गयो भने कुरा गरिरहेको थिएँ। पछाडि 28 साल पछाडि अलिकति यस्ता लेखनहरू आउन थाले। त्यो लेखनमा अब यो बाहिर मात्र भएन, बाहिर जगतमा आएर पनि विद्रोह गर्नुपर्छ भन्ने किसिमको नारी पात्रहरू उहाँले त्यसरी सिर्जना गर्न थाल्नुभयो र आफ्ना कुराहरू लेखनका माध्यमबाट नै समाजमा ल्याउन थाल्नुभयो पारिजातले। किनभने समाज परिवर्तनको लागि लेखन, चेतनामूलक लेखन, परिवर्तनमुखी लेखन आवश्यक छ भन्ने उहाँमा बोध भयो। त्यस पछाडि उहाँले त्यो पहिलो उपन्यास जस्तो लेखन उहाँमा भएन। सबै उपन्यासमा चाहिँ कुनै न कुनै एउटा विद्रोहका छलकाहरू, नारी उठ जाग, तिमी आफ्नो खुट्टामा उभिएर काम गर, त्यो एउटा आदि आकाश जुन उहाँको छ अन्तिममा आदि आकाश हेर्दाखेरि अहिले यहाँ धेरै जतिसुकैले अहिले 48 साल पछाडि अलिकति उठ्न थाले नारीहरूले आदि आकाश, हामी आधा आकाश हौँ, हाम्रो पनि माग चाहियो भने अहिले चाहिँ विभिन्न क्षेत्रमा प्रतिनिधित्व चाहिँ आएको छ। तर पारिजातले त्यो 48 साल दोस्रो परिवर्तनभन्दा अगाडि 15-20 वर्ष अगाडि नै उहाँले त्यो कुरा सोच्नु भएको छ। भनेपछि त्यो अहिले आएर जुन 46को आन्दोलन पछाडि नारीहरूको जागरणको र अलिकति आफ्नो प्रतिनिधित्वको जुन चेतना फैलिएको छ, त्यो चेतना चाहिँ 15-20 वर्ष अगाडि नै पारिजातले आइसकेको थियो। उहाँ अगाडि नै उहाँले चाहिँ एउटा एकाको भविष्यवाणी भनौँ न दूरदर्शिता पारिजातमा त्यसरी देखिन्छ र उहाँले त्यो कृतिका माध्यमबाट चाहिँ त्यहाँ छ नि नारीहरूलाई चाहिँ विज्ञापनको पात्र, विज्ञापनमा चाहिँ नारीहरूको चित्रहरूको कुरा हुँदाहुँदा विभिन्न नारी मात्रै नागा सजिलो राखिएका अवस्थाहरूको चित्रण गरिएको गीतहरूमा नारीलाई चाहिँ शोषण हुने खालका वैशाख नजर यताउति विभिन्न गीतका पनि उहाँले चाहिँ विरोध गर्नुभएको छ नारीको गीतहरूको। भनेपछि तिमीहरू आनन्दमा आएर चाहिँ नै जस्तो पुष्पा जान्छौ सुन्दरी प्रतियोगितामा, त सुन्दरी प्रतियोगिताले तिमीलाई चाहिँ शोषण गरिरहेछ कि तिमीलाई चाहिँ उत्थान गरिरहेछ। त्यो त्यही कुरा भन्दाखेरि के छ भने उहाँको एउटा सन्दर्भ के भने नारीहरूलाई त अझ धेरै सशक्त भएर लाग, तिमीहरू विलासिताका पात्र नभन, विलासिताको पात्र बनेर तिम्रो कहिले पनि उत्थान हुँदैन, प्रशंसाको भोका पनि नभन,
पुरुषहरूले चाहिँ तिम्रो प्रशंसा गर्थे तिमीले शोषण गरिरहेका छन् खाल्दै उहाँका जुन अभिव्यक्तिहरू छन् मलाई लाग्छ त्यसले गर्दाखेरि नारी हुँदा सिङ्गो नेपाली समाजले नै उहाँ सम्मान र आदर गर्ने कुरा त छँदैछ तर नारी चाहिँ जति पनि छ नि कुनै पनि नारीहरूले वैचारिक के थियो त्यो नसोचेर हाम्रा यी आदर्श हुन् पारिजात नारी समाजको चाहिँ सिङ्गो आदर्श हुन् भन्ने मूल मन्त्रका रूपमा चाहिँ नारीहरूले हेर्नुपर्छ भन्नुलाई यहाँ धेरै हुनुहुन्छ यहाँ नारीहरूको लागि चाहिँ नि साँच्चै एउटा आशीर्वाद उहाँहरूले देखेको छु भने धन्यवाद म अलिकति यहाँ सन्दर्भबाट जोड्छु है विशेष गरी प्रसाद कोइरालाको अब तपाईँले बिपीको बारेमा दुईवटा किताब लेख्नु भएको छ दुईवटा पुस्तक जस्तो देखियो त्यसमा एउटा उहाँको चिन्तनको पनि साहित्यिकको पनि राजनैतिक जीवनको पनि अनि तपाईँ राजनीतिक शास्त्रको पनि विद्यार्थी र अब बिपी पनि आफ्नो प्रकारले उहाँका नारी पात्रहरू चाहिँ एकदम प्रसिद्ध छन् अहिले त्रिभुवन युनिभर्सिटीमा धेरै रिसर्च गरिरहनु बिपीको साहित्य पारिजातको साहित्यहरू नारी पात्रहरूले के समानता के फरक पर्छ अब पहिलो चरणमा यहाँ त्यो समानता भन्दा पनि बिपीले आफ्ना कृतिमा माध्यम बनाएका नारी पात्र र पारिजातका पात्रहरूमा धेरै फरक पाउँछु मैले फरक यस अर्थमा पारिजातको हामी चर्चा गर्दैछौँ पारिजातका नारी पात्रहरूमा सामाजिक परिवर्तनका विद्रोहमुखी चेतहरू फैलाउने माध्यम बनेको उनीहरूको पात्रहरूलाई र उनीहरूकै माध्यमबाट चाहिँ नारीहरूलाई दिने नारी उत्थानका कुराहरू उठाइएको छ गरिएको छ या उनीहरूको सङ्घर्षले पनि नारीहरूलाई चाहिँ उत्प्रेरित गर्ने खालको विचार प्रस्तुत गरिएको छ भने बिपीका पनि नारी स्वतन्त्रताका कुरा चाहिँ बिपीका नारीमा आयो र बिपीका स्वतन्त्रता अलिकति कहिलेकाहीँ के लाग्छ भने अलिकति कुण्ठाग्रस्त नारीहरू अथवा यौन कुण्ठाबाट पीडित भएकाहरू अथवा सामाजिक परिवेशमा पीडित भएका त्यो अलिकति छुट्टै खालका नारीहरू तर उनीहरूलाई पनि स्वतन्त्रताको चाहिँ कुरा उहाँहरूले दिनुभएको छ नारीहरूलाई त्यो उठे जागिने कुरामा तर त्यो जगाइ अलिकति फरक छ उहाँ चाहिँ नि अलिकति व्यक्तिवादिता जस्तो देखिन्छ त्यहाँ उहाँका उसमा चाहिँ र बिपी कोइरालाका नारी पात्रमा चाहिँ नि फरक दृष्टिकोण छ उनको जस्तो एउटा हामी 3 गुन्तीको पात्र छौँ त्यहाँ 3 गुन्ती चाहिँ एउटा सशक्त त्यहाँको चाहिँ नि उपन्यास हो त्यसका चाहिँ 3टा मोडमा चाहिँ उसले एउटा विद्रोही अर्थमा उनले सन्तान जन्माउन पति एकातिर जेलमा छ उता त्यहाँ यता आफू बसेका छन् सन्तान जन्माउँछन् सन्तानबाट हुन्छ पछि तर उनले आफूले पति रोज्ने कि सन्तान रोज्ने भन्दा उनले चाहिँ सन्तान लिएर स्वतन्त्र आफू पार्न खोज्छन् त्यो एक खालको नारीहरूको एउटा चाहिँ त्यो पनि ठुलो विद्रोहको सन्दर्भ हो तर अरू कथाहरूमा अरूको उहाँका बिपीकाहरू सन्दर्भमा जस्तो सेतो भैरवको कुरा आउँछ होइन कर्णको घोडाको कुरा आउँछ यी सन्दर्भ हेर्दाखेरि एकदमै अलिकति उतातिरको मनोवैज्ञानिक कुरा हो यौन मनोवैज्ञानिक उहाँको देखिन्छ भने यहाँ चाहिँ नि यो छुट्टै खालको पारिजातको चाहिँ नि यता वस्तुपरक सामाजिक यथार्थपरक सन्दर्भबाट उहाँले लिनुभएको छ दुईटामा धेरै फरक छ किन फरक भयो भने जस्तो अब भनौँ न अहिले त्यो समाजको सामाजिक परिवेशको कुरा गर्नु बिपीले जुन समाजमा हुर्किएर आएको हो उहाँले भनेको छ त्यो पक्षलाई उजागर गर्नु हो त्यो जरुरी पनि थियो तर मैले के भने बिपीको नारी पात्रहरूमा पारिजात पनि त्यही समयलाई पक्रेर नारी पात्रको सृजना गरिरहनु भएको छ बिपी त आफै राजनीतिमा उभिएको छ तर त्यो ठाउँमा बसेको छ तर उहाँले त्यो नारीलाई राजनीतिक सन्दर्भबाट चाहिँ त्यस्तो नै हेर्नु भएको किन आफू चाहिँ अराजकताको असर र त्यसको व्यवहार गरेर उहाँले के भन्नुभएको छ भने साहित्यमा म अराजकतावादी
राजनीति चाहिँ भन्दाखेरि राजनीतिमा सम्राट पनि ले पनि एउटा आफ्नो विचार विवेक पूर्ण गर्छ, सामान्य व्यक्ति पनि उसले तौलेर चलेर हिँड्नुपर्छ। तर साहित्यमा चाहिँ नि सम्राट पनि निर्वस्त हुन्छ भने बाँकी चाहिँ किनभने साहित्यको सन्दर्भ भनेको चाहिँ साहित्य स्वतन्त्र हो। स्वतन्त्र जे लेखे पनि हुन्छ, जता बङ्गाए पनि हुन्छ, साहित्यमा चाहिँ कसैले स्वीकृत गर्नु हुँदैन भन्ने दृष्टिकोण उहाँहरूले त्यस खालको सन्दर्भमा उहाँहरूले साहित्यमा राजस्थानमा उहाँहरू गर्नुभएको छ। र साहित्यमाथि नियन्त्रण हुँदैन, कुनै पनि वैचारिक सन्दर्भबाट नियन्त्रण हुँदैन भन्ने उहाँहरू। तपाईँले तिन गुम्तीको कुरा गर्नुभयो भने म एउटा सानो बाणीका गिरीको संस्करण पढेको सुनाउँछु। तपाईँ एउटा कुनै कमेन्टको अपेक्षा गरेको होइन, खालि तिन गुम्तीको सन्दर्भ आएको हुनाले हाम्रो श्रोताहरूलाई यो बाणीका गिरी र पारिजात बिचको संवाद थाहा पाउनु जरुरी होला। तपाईँले पढ्नु भएको छ, त्यो मलाई निकै राम्रो छ। बाहिर के भन्नुहुन्छ भने म बेला बेला भेट्न जान्थेँ, उहाँलाई पनि टिफिन मौका आउने हो। एकपल्ट उहाँले साँझ अत्यन्त मिठो कोइरालाको अचार पठाउनु, म साँच्चीकै भाग्यमा नि मैले शिरीषको फुल उपन्यास लेख्ने पारिजातले हातले बनाएको भन्दै होइन, त्यसको मिठो स्वाद मेरो अहिले पनि जिब्रोमा छँदैछ। यसै बिच बिपी कोइरालाको 3 गुम्ती छापियो, पढेपछि ज्यादै प्रभावित भयो र अलिअलि भावनामा गएर तुरन्त पारिजात काट्यो। 3 गुम्ती पढ्नुभयो, कस्तो राम्रो नि भनेर दार्जिलिङे भाषा उहाँको त्यो पढिनँ र पढ्दिनँ भने म छायाबाट खसी जस्तै मैले रिसाएर म पनि अब उसो पढ्दिनँ, तपाईँको उपन्यास पढ्दिनँ, तपाईँको खुसी पारिजातको छ। म फरक फर्केर आएँ, नराम्रो लाग्यो। अहिले सम्झिँदा लाग्छ त्यो एउटा किशोरी निर्णय थियो, तर एउटा कुरा पनि साँचो थियो। अब पारिजातको बाटो सृजनशीलता र साहित्यको गोरटेबाट तन्किँदै राजनीतिको नाग बेलीसँग मिसिँदै थियो। दुर्भाग्यवश मैले साँच्चै उहाँका कृतिहरू पढ्नेछु। तर एक दिन लानबाट म बसमा जानपुर आउँदै थियो, मेरो हातमा इलस्ट्रेटेड विक्ली थियो। छेउमा बसेको भाइसँग तोरीबारी बाटाहरू सपनाहरू लेखेँ। मन थाम्न सकिनँ। भाइ तपाईँ पत्रिका हेर्नुहोस् न, त्यो किताब मलाई पढ्नु दिन सक्छ। उनले सुरुको मान्ने एकछिन भनेर लेखेको पुस्तक मन्त्रमुग्ध भएर जनकपुर पुग्न अघि डाँडिनु सिद्ध्यायो। लानबाट जनकपुर पुग्दा सिद्ध्याउनु भएछ। सर मैले के भन्नु खोजेको अब तपाईँ म प्रसङ्ग अलिअलि बिचमा के आएको थियो भनेदेखि हामीहरूकै स्वतन्त्रमा पनि वैचारिक भिन्नता हुने बित्तिकै त्यतातिर चाहिँ कुनै पनि किताब पुस्तक नपढ्ने होइन। मलाई पनि त्यस्ता कुराहरू आयो होला बिचमा, उसको उतातिर नजाने। अनि अर्को पक्षको साथीहरूले पनि अर्को यतातिर किताबहरू नपढ्ने, किन पढ्ने भन्ने किसिमको एक पक्षीय निर्णयहरू हुने गरेका अवस्था थिए। तर मलाई के लाग्छ त्यो यो यसमा पनि नपारिजातको यसमा कुनै चाहिँ विषयवृत्ति छ, न चाहिँ उनको बाहिरहरू दुइटैको यथार्थ त्यो हामीले यथार्थ बुझिदिनुपर्छ। त्यो एउटा समय यस्तो थियो 30-32देखि मलाई लाग्छ 46को आन्दोलन अगाडि 45 सालतिरसम्म एकअर्कामा चाहिँ पठन पाठन मिलेर गर्ने सामुदायिक किताबभित्र सङ्कल्प पढेको थिएँ गर्ने त्यो खालको स्थिति भएको हुनाले मलाई त्यो स्वाभाविक लाग्छ क्या। त्यो एकदम राजनीतिक वैचारिक उसको द्वन्द्व अथवा असाध्यै धेरै कुरो थियो। तर के भन्नु 46 सालको संयुक्त जनआन्दोलन पछाडि त्यो कुराहरू बिस्तारै फेरि एकअर्कामा चाहिँ अलिकति सम्मिश्रण हुन थाले र पछि गएर हामीको ती सबैमा एउटा एक खालको पारस्परिक एकता परस्पर पढ्ने लेख्ने भावना त्यो हेर्नुपर्छ के छ भने त्यो थाहा पाउनुपर्छ भन्ने ती चेतना त्यसपछि भइएको सुन्दर भयो। तर त्यो यो मलाई चाहिँ भन्ने त थाहा नै त्यो कुरा, किनभने त्यो समयले त्यस्तो ल्याएको हो र विश्व त्यस्तो सुन्दर लाग्छ। र मलाई चाहिँ एउटा कुरा उयो भन्नु एक चाहिँ एक हुन् भन्न सक्ने कारण के भने
अहिले पनि म चाहिँ धेरैजना महिलाहरू लेखकहरू हुन्छ ठुल्ठुलो कसैले पनि पारिजात बराबरको अर्को कोही छ आजसम्म भन्ने देखाउँछ भने म स्वागत गर्छु। त्यस कारण पनि मैले भन्न सकेँ पारिजात एक्लो नेपालको चाहिँ युगको चाहिँ यो युगको एक्लो व्यक्ति हो भने हिजो पनि थिएन अहिलेसम्म जन्मिएको छैन। भोलि कसैले त्यो तोड्न सक्यो भनेदेखि हामी सबै ताली बजाएर खुसी हुन ताली बजाउनु यही हो न त चाहिँ पारिजातका बारेमा चाहिँ नि हामी अझै पनि अध्ययन गरिसकेका छैनौँ गर्न पाएका छैनौँ। उहाँले अहिले जुन कुरा उठाउनु भयो पारिजात त्यसो भने म पढ्दिनँ ती बारे पनि हामीले अध्ययन गर्न हुन्छ नि किन त्यसो भनेको त त्यो बेलाको परिस्थिति के थियो त्यसको अध्ययन गर्नु मिल्दैन हो। त्यस कारणले हामीले अझै पनि पारिजातका बारेमा अध्ययन अनुसन्धान गर्न सकेका छैनौँ। उनको व्यक्तित्वको बारेमा बाहिर आवरण अलिकति हेऱ्यौँ अझै पनि कति व्यक्तित्वहरू यहाँ हुनुहुन्छ होला पारिजातलाई नजिकबाट हेर्ने जस्तो उहाँकै बहिनी हुनुहुन्छ सुकन्याजी उहाँसँग बसेर उहाँको भित्री इच्छा आकाङ्क्षाहरू अरू के थिए भन्ने कुराहरू अझै उहाँसँग लिन सकिन्छ। त्यस्तै निनुजीको धेरै सङ्गत होला यहाँ हुने मध्ये अलिक अझै पनि मलाई चाहिँ डाक्टर साहब पारिजातका बारेमा जो उहाँले समकालीन यहाँ 2-4 वर्ष पछि भए पनि बढी सङ्गत गरेकाहरू पारिजातसँग बसेर खानपिन गरेकाहरू र पारिजातसँग कार्यरत एकता गरेकाहरू व्यक्तिले चयन गरेर हामी एउटा अर्को खालको अध्ययन गर्ने सुरु गरौँ। त्यसले के हुन्छ भने उहाँको वास्तविकता के थियो त उहाँको यो स्थितिमा आउनुमा के हो भन्ने कुराको राम्ररी जानकारी पाउन सकिन्छ। त्यो अब छुँदैछ उहाँ अब 91 वर्ष भइसक्नुभयो। अब 91 वर्षका मान्छेहरू बोल्न सक्ने अवस्था बहुत कम्ती हुन्छ तर पनि उहाँमा त 1 दशक कान्छा भए पनि उहाँसँग बढी सङ्गत गरेका व्यक्तिहरू अझै धेरै छन्। त्यो बारे पनि हामी एउटा बहस हस् धेरै धेरै धन्यवाद। म अझै पनि लास्टमा बिपी सम्बन्धी एउटा प्रश्न गरेर अर्कोतर्फ जान्छु। म के देख्छु भने अब एउटा पारिजात जुन मुभमेन्टले जानुभयो त्यसको एउटा खास किसिमको पहिचान छ होइन। बिपी जसको परिआयो भने त्यसको पनि एउटा खास किसिमको पहिचान छ जसलाई एउटा लोकतान्त्रिक समाजवादी कसैहरू भनौँ त्यसलाई चाहिँ अब लोकतान्त्रिकबाट आएकाहरूले चाहिँ पारिजात मार्क्सवादी भइन् भनेर अलिक बढी गुनासो गरेको देखिन्छ। तपाईँ बिपी बारे त्यत्रो अध्ययन गर्नु बिपी पनि मार्क्सवादी होइन र बिपी एकदम उहाँ मार्क्सवादी कम्युनिस्ट होइन नि त उनी मार्क्सवादी पूर्ण दिया हो। अब यो कुरा चाहिँ मार्क्सवाद र कम्युनिस्टमा फरक छ। हजुर मार्क्सवाद चाहिँ एउटा समग्र चिन्तनको एउटा वैचारिक आन्दोलनको एउटा पर्याय हो भने त्यसलाई हामीले वर्गीकरण गरेर साना साना खण्डमा छुट्याउँदाखेरि अरू विभिन्न वैचारिक गुटहरू जुन लिएर आउनुहुन्छ भने मार्क्सवाद समग्र हो र विभिन्न कुराले पनि मार्क्सको चिन्तनको धेरै कुराहरू उहाँले लिनुभएको छ। मार्क्सीय चिन्तनबाट हामीलाई पनि कक्षा दिँदाखेरि मार्क्सको बारे पढाउनु पर्छ। धेरै मार्क्सका यी कुराहरू हामीले लिनुपर्छ र उहाँबाट चाहिँ यही कुराबाट उत्प्रेरित हुनुपर्छ भनेर बिपीका मसँग अहिले पनि आएछन्। त्यस कारणले मार्क्सवाद हो भन्दैमा मार्क्सवादी विचार भन्दैमा हामीले त्यसलाई चाहिँ अलिकति परको दृष्टिले हेर्ने अवस्था छैन। अब बिपीको बारेमा धेरै कुराकानी गरियो। यो पारिजातज्यूको अरू कन्टेम्पोरेरी साहित्यकारहरू हुन्छन् त्यसमध्ये तपाईँलाई जस्तै अब शङ्कर लामिछाने छानेको भयो गौतम मदन रेग्मी होइन कोही तपाईँहरूको सङ्गत भएको तपाईँ 42 सालतिर आउनु भएको रहेछ त्यस कारण खासै भएन होला। त्यो बेला धेरै फरक भइसक्यो होला होइन। तर उहाँको सङ्ग्रहलाई सङ्ग्रहलाई त भइसक्नु भएको थियो 2004 मा सङ्ग्रह छानेको निरन भइसक्यो। अनि अब मदनजी तपाईँले हुनुहुन्छ मदनजीको त्यति धेरै सक्रियता पछि रहेन र सामान्य उठाउहरू मलाई लाग्छ भने अनि उहाँको समकालीन भनेर उहाँसँग तुलना गर्ने खालका मैले त्यति धेरै पाइनँ। उहाँको छुट्टै खालको एउटा सम्बन्ध पानीको कुरा उठाउनु नि उहाँको पनि धेरै समकालीन जस्तो 2-4 वर्ष मान्छे भयो भने तर उहाँको स्वभाव नितान्त फरक थियो र यो यही आन्दोलनको कुरा उठाउनु भयो नि हामी 46 सालको हामीले उहाँलाई भनेको थियो कुरा आउँछ भन्न उहाँ साबित भयो।
तपाईँको पश्चिम सन्दर्भमा कारण के भने उहाँ उयो आफ्नो उसको मात्रै रेकर्डिङ गर्थ्यो सन्दर्भहरू त्यसमा धेरै अरू साथीहरू प्रतिनिधिहरू कुरा अब कार्यक्रम कि पछिल्लो सन्दर्भहरूका कुरा गर्छु म त्यसले गर्दाखेरि अब उस्तै उहाँले चाहिँ पारिजातसँग उहाँका समकालीन नै थिए भन्ने उहाँ छैन समकालीन साथीभाइ त थिए तर उहाँको विचारसँग मेल खाने खालका धेरै कम्ती थिए अब अहिले हामीले विगत धेरै कुरा गरेको वर्तमानको पनि कुरा गरेको होइन यो सृष्टि पारिजात भन्ने निस्किया छ एउटा किताब पारिजात खेलहरूमा तपाईँले पढ्नु पाउनु भएको छ कि छैन मैले त्यसको चाहिँ त्यति अध्ययन गरेको छु धेरै अध्ययन गरेन मैले अब उहाँका अरू कृतिहरू छु हेर्दैछु अब फेरि एउटा तयार गर्दैछु सम्भवतः म एउटा पुस्तक केही समयपछि पारिजातको बारेमा तयार गर्छु जस्तो लागेको छ उहाँका विभिन्न चरणको पृष्ठभूमिलाई त्यहाँ लिएर जुन अहिले मैले अघि भनेको थिएँ उहाँ अहिलेसम्मको एक्लो भन्ने म त्यसैलाई पनि सिद्ध गर्दै त्यो किताबको अन्त्य गर्छु जस्तो लागेको छ अघि पनि तपाईँले सुन्नुभयो अन्तिम प्रश्नतिर आएका छ त्यो चाहिँ अब इतिहासले पारिजातलाई कसरी सम्झिन्छ होला र आउने पिँढीले उसलाई कसरी चिन्छ भन्ने कुरामा अलिकति तपाईँ त्वरित अघि टच गर्नु होइन उहाँलाई चाहिँ मैले के भन्छु भने एउटा आफ्नो समयको जुझारु सशक्त नारी जागरणका निम्ति अत्यन्तै उत्साहवर्धक उत्प्रेरक व्यक्तित्व स्वतन्त्रता र समानताका लागि सधैँ मरिमेट्ने मानव अधिकारका निम्ति सधैँ अग्रसर रहने राजनीतिक परिवर्तन भन्दा पनि सांस्कृतिक रूपान्तरणबाट मात्र समाज बदलिन सक्छ समाजमा युगौँदै फैलिएर जगडिएर बसेका रूढी परम्परा अन्धविश्वास जुन एक प्रकारले समाजका अभिशाप बनेका छन् उहाँकै भाषा उहाँले बोल्ने गरेका किसिमबाट बनेका बसेका छन् यी कुरालाई हटाउन हामीले समाजलाई बदल्नै पर्छ सामाजिक रूपान्तरण ल्याउनै पर्छ र समाजमा एउटा राजनीतिको मात्रै अगाडि बढाएर राजनीतिले मुलुकलाई विकासका लागि अवसर दिन सक्ला तर समाज परिवर्तन नभएसम्म सामाजिक रूपान्तरण नभएसम्म स्थिर हुन सक्दैन मुलुक भन्ने उहाँको मूल मन्त्र हो र भोलि पनि त्यो मन्त्र भइरहन्छ जस्तो लाग्छ यो आजको सन्दर्भमा पारिजातलाई सम्झिन अब अहिलेकै हेरौँ न अहिलेको स्थिति एक किसिमले त्यो पुनरुत्थानवादीहरू अहिले त्यतातिर समय गइरहेको कि जस्तो देखिन्छ फेरि हिजोका ती शक्तिहरूलाई निकाउने जस्तो खालको स्थितिहरू प्रतिगामी शक्तिहरू डढ्ने जस्तो खालको स्थितिहरू त्यस्तो बेलामा साहित्यको भूमिका के हुन्छ जस्तो लाग्छ हामीले पारिजातसँगै जोडेर पनि हामी हेर्न सक्छौँला तर इन जेनरल चाहिँ मलाई के लाग्छ भने हामीले दोस्रो जनआन्दोलन भइसक्यो 60 भइसक्यो भनौँ न त्यसलाई हामी सँगै सडकमा थियौँ राजनीतिक व्यक्तित्वहरू बाहिर सडकमा आउन नसकेका बेला होइन विभिन्न सन्दर्भबाट मानव अधिकारको नामबाट कामहरू गरेका थियौँ लोकतान्त्रिक सरकारको संयुक्त मञ्च गठन गरेर त्यसका माध्यमबाट सबै त्यहाँ कुनै दल कुनै विचार नभनिकन हामी एक भएर अगाडि बढेका थियौँ र त्यो सुरुमा केही अरूले पत्यार नगरे तापनि महत्त्वपूर्ण आन्दोलनमा अगाडि विकसित भयो त्यहाँदेखि आज 2 दशक हुन लाग्यो 65 यता 2 दशक हुन लाग्यो सम्भवतः अहिले यहाँले भनेको अरू शक्तिहरू पुनरुत्थानवादीहरू चाहिँ जगमगाउन थालेका छन् भन्नुपर्छ बोल्ने सडकमा कराउने सबैलाई अधिकार छ तर त्यसका लागि चाहिँ हाम्रो के भूमिका रह्यो हामी सत्तामा आइसकेका राजनीतिक दलहरूले के कमी कमजोरी गर्यो त भन्ने कुरा उहाँले पनि आफूले सोच्नु पर्यो र परिवर्तनका लागि त्यस्ता कदमहरू उठाउनु पर्यो र साहित्यिक वृत्तमा पनि मलाई के लाग्छ भने अब हामीहरू कहिले जस्तो
वैचारिक रूपमा चाहिँ एक ठाउँ भयो। संयुक्त रूपमा हामी साहित्यिक जागरणको माध्यमबाट सामाजिक रूपान्तरणको लागि अभियान चलाउनु फेरि उठ्नुपर्छ कि हामीले बाहिर जाँदा नै केन्द्रबिन्दु नै बनाएर जान सकिन्छ। उहाँले जुन एउटा सन्देश दिएको छ त्यसैलाई हामी अगाडि बढाउन सक्छौँ। हामी त्यसपछि अहिले फेरि चुप लागेर बस्यौँ अहिलेसम्म, फेरि एकत्रित हुन सकेनौँ, फेरि पनि अब एकत्रित हुनुपर्छ जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद डाक्टर तुलसी भट्टराईज्यू। तपाईँको सार्वजनिक र एउटा प्रश्न भनौँ न अरू व्यक्तिहरूको लागि